ल मित्रहरू गुड मर्निङ फ्रम भैरवा। आज भैरवाको सिनेरी यस्तो छ है, हुसो छैन है। आज त तुसारो पनि झरेको छैन। आज सही बाटो पनि सुक्खा छ नि, तुसारो नझरेर, नाइ त चिसो हुन्थ्यो क्या। ल मित्रहरू ह्याभ अ नाइस डे। सबैजनालाई सबैजनाको दिनचर्या दामी जाओस्। अहिले चाहिँ हाम्रो भैरवाको मौसम यस्तो छ, सबैले चिताएको पुगोस्। ल अहिले त मित्रहरू हुसो छैन, केही पनि सब क्लियर छ है। ल ह्याभ अ नाइस डे सबैजनालाई, सबैको दिनचर्या दामी जाओस् है भन्ने जस्तो भयो सबैको। ल त अनि ह्याप्पी न्यु इयर पनि आज भोलि न्यु इयर होइन, अङ्ग्रेजी न्यु इयर। ल सबैजनालाई ह्याप्पी न्यु इयर पनि है। ल त केटा रक अन। र सबैजनाले आफ्नो दैलो अगाडि चाहिँ यसो फोहोरसोरो चाहिँ बिटुल्ने गर्नु है। नयाँ वर्ष लाग्यो कि होइन, नयाँ वर्षको उपलक्ष्यमा आफ्नो दैलो अगाडि चाहिँ यसो फोहोरसोरो पिकअप गर्नु होला। ल हवस् त, धन्यवाद। ह्याप्पी न्यु इयर फेरि सबैजनालाई। है मित्रहरू आफ्नो कार्यालय अगाडि आएपछि यसो फोहोरको व्यवस्थापन चाहिँ गर्नु होला है। यहीँ डस्टबिन हुँदा नि फोहोर हुन्छ हेर्नु, डस्टबिन नहुनेको झन् कति धेरै फोहोर हुन्छ। त्यही भएर फोहोरको व्यवस्थापन गर्नु होला। त्यसलाई माया मात्र होइन कि सफा पनि गर्नु होला। सफा गरेपछि आफै माया भइहाल्छ है। ल त मित्रहरू आफ्नो दैलो अगाडि ठ्याकठिक सफा राख्नुहोस्, क्लिन बस्नुहोस्। क्लिन बसेपछि आफसे आफ विकास पनि हुँदै जान्छ है। त्यही भएर सबैजना बस्नु के, एक दुईजना मात्र बसेर नि हुँदैन। चिरोट खायो फालिदियो हिँड्यो, यस्तो गर्छन् है। एक दुईजना मात्र बसेर नि हुँदैन, सबैजना गाउँभरिको सबै सफा भयो भने कति राम्रो देखिन्छ। ल त मित्रहरू विचार गर्नुहोस्, कति भन्ने हो र दिनदिनै। त्यही पनि भन्न त छोड्नुहुन्न, एक दुईजना भयो भने झस्किहाल्छन् कि गराइहाल्छन् कि भन्ने कुरा हो है त। बरु त तपाईँहरूकोतिर त छिर्न नि मिल्दैन होला है, मेरोतिर त यस्तो चाहिँ सफा छ्याक्क बनाएर राखेको छु। बनाउनु पनि पर्छ आफ्नो दैलो अगाडि, यति त कर्तव्य पनि हो। कुनै केही जान्ने यति सफा गरेर आफ्नो दैलो अगाडि सबैले सफा त राख्नै पर्छ है। है त मित्रहरू तपाईँहरूले नि आफ्नो दैलो अगाडि छ्याक्क सफा राख्नुहोस्, निट एन्ड क्लिन बनाउनुहोस्, छ्याक्क बनाउनुहोस् है त। ल त जय सूर्यदेव, हाम्रो केटाहरूलाई अकल बुद्धि दिमाग सब दिनु होला। जय सूर्यदेव। ल केटा यो चाहिँ हाम्रो गल्ला मन्डी बजार है, गल्ला मन्डी बजार, गल्ला मन्डी। अचाल चाहिँ अलि भिडभाड हुन लागेको छ गल्ला मन्डी, पहिला जस्तो छैन। अचाल चाहिँ हल्का फुल्का भिडभाड बढेछ है। यो पसल पनि चिन्नुहुन्छ नि, पुरानो। ल त केडा हो ल मित्रहरू, आज चाहिँ यो पुरै सफा हुन्छ है। यो फोहोरो यहाँको फोहोरो र यो मललाई चाहिँ यहाँबाट हटाएर चाहिँ यहाँ आउँछ है। यहाँ ल्याएर ठ्याक्क बस्छ है मल। ल हेर्दै जाम है त, अब काम चाहिँ सुरु हुन्छ। यहाँको मल चाहिँ हटेर ठ्याक्क यहाँ आएर बस्छ र यिनीहरू चाहिँ सेटल हुन्छ है। ल है त ल मित्रहरू, यहाँको झङ्काटा चाहिँ सेटल भयो है। यहाँको झङ्काटा अनि यहाँको सबै सेटल भयो है। अब चाहिँ यो फोहोर चाहिँ ट्रान्सफर गर्नु छ उतापट्टि। अब चाहिँ फोहोर ट्रान्सफर गर्ने बेला है। यहाँको मलहरू चाहिँ ट्रान्सफर गरेर यता आउँछ यो कुनामा है त। ल हेर्दै जाम है के कसो हुन्छ, यहाँ आउँछ है त। ल त केडा हो, यहाँको सफा गरेर भ्याइयो। यो त भ्याइसकेको थियो, अब यता नि हेरौँ, यताको नि यो झ्याङ जगटाहरू सब सफा गरेर भ्याइयो। त्यो त अघि नै भ्याएको, त्यसपछि चाहिँ यो थियो, यो चाहिँ छ्याक्क भयो। यस्तो भयो है, भाइको यहाँ भएको छ्याकछुक हटाएर चाहिँ यस्तो भयो, छ्याक्क भयो नि है। बल्ल दामी देखियो कि। त्यो सामान चाहिँ यहाँ आयो है। यति धेरै मल निक्लियो, यति धेरै। अब यो डाइरेक्ट हाल्न मिल्ने मल हो यो। अरू यो चाहिँ झ्याङझारीहरू, अब यो पनि मल बन्छ बिस्तारै यहीँ सडेर। ल है त यो कुनामा ठ्याक्क मल राखिदियो कि। ल है त केटा यस्तो देखिएछ अहिले।
अब हेर्दै जाम कस्तो कस्तो देखिँदै जान्छ है। अहिले चाहिँ यस्तो छ है, ट्याक्क लाएर हेर्दै जाम है अझै कस्तो कस्तो देखिन्छ। ट्याक्क लै त केडा हो, हेर्दै जाम है अझै। लै मित्रहरू, यतिको हरियाली सफा सुग्घर ठाउँमा, यतिको ठाउँमा है सफा सुग्घर बसेर गफ गर्न पनि मजा आउने, पोजिटिभ गफ हुने, नेगेटिभ गफ नहुने, त्यसलाई हानि हुने गफ नहुने, सफा सुग्घर सफा हरियाली यस्तो पोजिटिभ भाइब्स भएको ठाउँमा चाहिँ पार्टी कार्यालय चाहियो भने चाहिँ यहाँ बसेर छ है। यो खाली छ है, चाहियो भने सम्पर्क गर्नु होला है पार्टी कार्यालयको लागि। यतिको ठाउँ छ है, यहाँ पनि बस्न सकियो, यो चौतारीमा पनि बस्न सकियो, ठ्याक्क गएर चौतारीमा बसेर गफ गर्न पनि सकियो है। यदि बसेर गफ गर्छु भने पनि पाइयो है। यतिको ठाउँ छ है, चिया चाहियो भने पनि एभाइलेबल हुन्छ है त्यो पनि। र यतिको ठाउँमा पार्टी कार्यालय खोज्नु भएको छ भने चाहिँ यहाँ छ है, ट्याक्क सम्पर्क गर्नु होला। मित्रहरू, तराईको नाइट आवाज सुन्नु है त। है फेरि ह्याप्पी न्यु इयर सबैजनालाई। आज एन्ड अफ न्यु इयर इभ। लैदै केटा यस्तो छ है त नाइट साउन्ड भइरहेको। ल मित्रहरू, गुड नाइट सबैजनालाई। हेभ अ स्विट ड्रिम एन्ड थ्याङ्क यू फर वाचिङ दिस भिडियो है। ल केटा गुड नाइट सबैजनालाई, हेभ अ स्विट ड्रिम एन्ड ह्याप्पी न्यु इयर है फेरि एकचोटि सबैजनालाई। ह्याप्पी न्यु इयर एन्ड गुड नाइट।